नेपालको राजनीतिमा एउटा यस्तो भूकम्प आयो जसको केन्द्रमा एकजना यस्तो मान्छे थिए जसको कसैले कल्पनासम्म पनि गरेको थिएन। यो कथा हो दशकौंदेखि जमेको सत्तालाई जरैदेखि हल्लाइदिने एउटा विद्रोहको। तर प्रश्न यो उठ्छ कि कसरी एक 35 वर्षको र्यापर र सिभिल इन्जिनियर जसको पछाडि न कुनै राजनैतिक विरासत थियो न त कुनै पार्टीको झण्डा, उसले चाहिँ दशकौंदेखि जरा गाडेर बसेको राजनीतिक वंशलाई उखेलेर फ्याँकिदियो। आउनुहोस्, यही अविश्वसनीय यात्राको हरेक तहलाई केलाएर हेरौं। ल अब अलिकति गहिराईमा जाउँ। यो परिवर्तनलाई बुझ्नको लागि हामीले पहिले त्यो राजनीतिक वातावरणलाई बुझ्नुपर्छ जसमा यो विस्फोट भएको थियो। हेर्नुहोस्, दशकौंसम्म नेपाली राजनीति कस्तो थियो भने एउटा जुरासिक पार्क जस्तै, जहाँ पुराना स्थापित अनुहारहरू पालैपालो सत्तामा आइरहन्थे। जनता, खास गरी युवाहरू यो यथास्थितिबाट यति दिक्क भइसकेका थिए कि उनीहरू एउटा नयाँ विकल्पको लागि छटपटाइरहेका थिए। हो, यही निराशाको बीचबाट एउटा यस्तो पात्रको उदय भयो जसको व्यक्तित्वभित्र दुई बिल्कुलै फरक दुनियाँको शक्ति लुकेको थियो। बालिन शाह, उनको व्यक्तित्व दुई फरक ध्रुवको गजबको मिश्रण हो। एकातिर उनी एक अब्बल स्ट्रक्चरल इन्जिनियर हुन् जसले नक्सा, डिजाइन र संरचनाको भाषा राम्ररी बुझ्छन्, अनि अर्कोतिर उनी एक विद्रोही र्यापर जसले सङ्गीतको माध्यमबाट सिस्टमको कमजोरीमाथि सिधै निर्मम प्रहार गर्छन्। यही तार्किक दिमाग र विद्रोही आत्माको संयोजनले नै उनलाई अरूभन्दा बिल्कुलै फरक बनाइदियो। उनको सङ्गीत त्यो केवल मनोरञ्जन थिएन, त्यो त परिवर्तनको लागि एउटा हतियार थियो। बलिदान जस्ता गीतहरूले सिधै भ्रष्टाचारमाथि औँला उठाए र बार्ड जस्ता मञ्चहरूमा उनले शब्द मार्फत विद्रोहको आगो बाले, जसले गर्दा उनी लाखौं युवाहरूको मनको आवाज बन्न पुगे। र उनको आत्मविश्वास, त्यो त सुरुदेखि नै छर्लङ्ग थियो। एउटा र्याप ब्याटलको क्रममा उनले भनेको यो वाक्य पछि गएर त एउटा भविष्यवाणी जस्तै साबित भयो। यसले के देखाउँछ भने उनमा आफूले इतिहास बदल्न सक्छु भन्ने गहिरो विश्वास पहिलेदेखि नै थियो। ल अब हेरौँ कसरी सङ्गीतको यो विद्रोह एउटा ठोस राजनीतिक महत्वाकांक्षामा बदलियो। यो यात्राको एउटा निर्णायक मोड थियो 2072 सालको महाभूकम्प। एक इन्जिनियरको रूपमा पुनर्निर्माणमा खटिँदा उनले सरकारी असफलता र ढिलासुस्तीलाई एकदमै नजिकबाट देखे। त्यसपछि आयो 2074 को चुनाव। त्यो दिन जब उनलाई भोट हाल्न लायक कोही पनि लागेन, उनले आफैसँग एउटा वाचा गरे र ठ्याक्कै 5 वर्षपछि 2022 मा उनले त्यो वाचालाई यथार्थमा बदलेरै छाडे। यो कुनै रिसको झोंकमा लेखिएको फेसबुक स्ट्याटस मात्रै थिएन। यो त वर्षौंदेखिको निराशा र परिवर्तनको सङ्कल्पको एउटा शक्तिशाली घोषणा थियो, जसले उनको राजनीतिक यात्राको औपचारिक सुरुवात गरिदियो। वाचाबाट अब सिधै कार्यको मैदानमा। काठमाडौँको मेयरको रूपमा उनको कार्यकाल कुनै सामान्य थिएन, त्यो त आफैमा एउटा अभियान थियो। र नतिजाले त सबैले चकित नै पारिदियो। यो कुनै सामान्य जित थिएन। उनले नेपालका दुई सबैभन्दा शक्तिशाली र पुराना दलका हेभीवेट उम्मेद्वारहरूलाई भारी मतान्तरले हराए। यो काठमाडौँले दिएको एउटा एकदमै स्पष्ट राजनीतिक सन्देश थियो। पद सम्हाल्ने बित्तिकै उनले आफ्नो काम गर्ने शैली कस्तो हुन्छ भनेर स्पष्ट पारिदिए। बैठकहरू लाइभ स्ट्रिम गरेर पारदर्शिताको एउटा नयाँ मानक नै बनाइदिए। अवैध संरचनाहरूमाथि धावा बोलेर वर्षौंदेखि कसैले आँट नगरेको काम गरे। उनको यो तरिकाले उनलाई एकैपटक चर्चा र विवादको केन्द्रमा ल्याइदियो। हो, यही आक्रामक शैलीका कारण उनले एउटा नयाँ र शक्तिशाली उपनाम पाए, डोजर मेयर। यो शब्दले उनको काम गर्ने तरिकालाई ठिकसँग बयान गर्थ्यो। नियम मिच्नेहरूका लागि कुनै सम्झौता नगर्ने। तर उनको प्रभाव काठमाडौँको सिमानामा मात्रै सीमित रहेन। उनको उदयले राष्ट्रिय राजनीतिमा नै एउटा नयाँ अध्याय सुरु हुने सङ्केत गर्यो। साँच्चै भन्नुपर्दा यो जितलाई केवल एक चुनावी परिणामको रूपमा हेर्नु नै गलत हुन्छ। यो त वर्षौंदेखि दबाइएको आवाज, छातीभित्र गुम्सिएको विद्रोह र परिवर्तनको तिर्खाको एउटा शक्तिशाली विस्फोट थियो। उनको उदयले यस्तो तरङ्ग ल्यायो कि देशैभरि स्वतन्त्र उम्मेद्वारहरूले परम्परागत राजनीतिक किल्लाहरू भत्काउन थाले।
यो पुरानो पुस्ताको राजनीतिमाथिको एउटा प्रतीकात्मक जित थियो जसले स्थापित दलहरूलाई एकपटक फेरि सोच्न बाध्य बनायो। र विदेश नीतिको कुरा गर्दा उनको अडान एकदमै स्पष्ट छ, नेपाल फर्स्ट। यसको मतलब के हो भने भारत वा चीनको पक्ष लिनुको सट्टा हरेक निर्णय नेपालको आफ्नै हितलाई केन्द्रमा राखेर लिइनेछ। यो अडानले नेपालको लागि एउटा नयाँ, स्वतन्त्र र आत्मनिर्भर बाटोको सङ्केत गर्छ। त्यसैले अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही रहन्छ, के बालेन शाह केवल एक व्यक्ति हुन् वा उनी नेपाली राजनीतिको पुरानो नियम फेरि लेख्न आएका एक प्रतीक हुन्? उनको यात्राले एउटा कुरा त प्रमाणित गर्छ, जब जनताको आवाजले शक्ति पाउँछ तब इतिहासको धारा बदल्न असम्भव हुँदैन।